व्यवहार गरेर विभिन्न किसिमका चाहिँ संवादहरू बोलेर विभिन्न किसिमको सामाजिक परिवेश पारिवारिक परिवेश जुन चाहिँ त्यो कालखण्डको चाहिँ समाजलाई चाहिँ प्रतिबिम्बित गर्ने किसिमको चाहिँ सामग्रीहरू पस्किएर त्यही नै गर्दै आएको हो र जुन कालखण्डमा चाहिँ मैले तपाईँले भन्नुभयो नि धेरै किसिमका चाहिँ अतिथिहरू थिए के अरे अन्याय र उसको विरोधमा गऱ्यो भनेर किनकि त्यो कालखण्डमा त्यस्ता किसिमका अन्याय अत्याचार चुनौतीहरू चाहिँ समाजमा विद्यमान ठिक छ। तपाईँले राजनीतिमा आउने सम्भावनालाई त खुल्ला छोड्नु भएको छ। त्यो एउटा लाइनमा त्यो योजना छ भनेर पनि भन्नुभएको छ। यसको विषयमा एकछिनमा चर्चा गर्नुभयो। तपाईँले यो बिचमा लामो समय ग्याप लिनुभयो फिल्म क्षेत्रबाट 5-7 वर्ष ग्याप लिनुभयो। त्यसपछि त्यो बिचमा पनि तपाईँलाई थुप्रै फिल्मका अफरहरू आयो र तपाईँले गर्नु भएन। विभिन्न कारणले त्यो स्क्रिप्टहरू मन परेनन् अथवा विभिन्न कारणले ती फिल्महरू गर्नु भएन। लामो ग्याप लिएपछि एउटा फिल्म गर्नुभयो, नरसिंह अवतार भनेर तपाईँ आउनुभयो। अस्ति केही समय अगाडि त्यो फिल्म रिलिज भयो। लामो समयको ग्याप पछाडि राजेश हमालको फिल्म आउँदैछ भनेपछि एउटा किसिमको उत्साह थियो। फिल्म मेकरहरूले पनि राजेश हमालको महानायक राजेश हमालको कमब्याक